अमेरिकाको विभिन्न शहरहरूमा चलचित्र इन्दिरा दिमे मैचा प्रदर्शन हुँदै। यो चलचित्र नेपालको पहिलो महिला दिमे वादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित बायोपिक चलचित्र हो। इन्दिराले बाजा बजाउन सिक्ने इच्छा गरेको समयमा कति मेहनत गरियो, कति संघर्ष गरिएको थियो भन्ने विषयलाई केन्द्रित चलचित्रमा धेरैजसो भक्तपुर भित्र नै छायाङ्कन गरिएको छ। एउटा नारीको प्रतिभालाई देश तथा विदेशमा प्रचार गर्ने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र हो। यो चलचित्र गोपाल कृष्ण महर्जनको प्रस्तुति रहेको छ भने मुख्य निर्माता गोपाल कृष्ण महर्जन, लेखन निर्देशन सुरेन्द्र तुलाधर, छायाङ्कन दिव्या सुवेदी, अन्तर्राष्ट्रिय प्रचारक संयोजक हरिहर राज भण्डारी रहेको छ। यो चलचित्र इन्दिरा दिमे मैचा अक्टोबर 18 देखि अमेरिकाको विभिन्न शहरहरूमा प्रदर्शन हुन गइरहेको छ। अन्तर्राष्ट्रिय प्रचार संयोजक हरिहर राज भण्डारीका अनुसार सान फ्रान्सिस्को अक्टोबर 18, लस एन्जलस अक्टोबर 19, पोर्टल्यान्ड अक्टोबर 24, शिकागो फेब्रुअरी 20, बाल्टिमोर नोभेम्बर 9, डीसी भर्जिनिया नोभेम्बर 16, अस्टिन नोभेम्बर 1, न्युयोर्क डिसेम्बर 6, सेटल नोभेम्बर 23 प्रदर्शन हुनेछ।